कहिलेकाहीँ हाम्रो माननीय भइसकेका अहिले पछिल्लो समय स्वास्थ्य माननीय प्रदीप पौडेललाई पनि त्यहाँको एउटा फर्काएको घटना मैले हेरेका थिएँ त्यति बेला। एम्बेसडरले पछि एक्सक्युज गर्नुभयो। अब उहाँ प्रदीप पौडेल भन्ने त हामीले पो जान्यौँ त नि। यहाँ उहाँ के भयो भने त उहाँलाई बोलाउने आयोजक चाहिँ त्यहाँको अलि क्रेडिबल संस्था होइन भनेर फर्काइदियो। भनेपछि यो मान्छे उसले थाहा पाएन। त्यसो हुँदाखेरि चाहिँ त्यो 200मा हेर्ने गोजी टकटकाउने भनेको होइन। विदेशीहरू हाम्रोमा कस्तो इन्ट्रेस्टले आउँछ त। त्यो मान्छे आएर हामी कहाँ तपाईँको त्यसका समग्र पक्षको बारेमा हेर्न सक्ने इन्टेलिजेन्स बनाउनु पर्यो क्या हामीले। नेपालीलाई जम्मैले खुइल्याउन सक्यौँ। विदेशी आएर जम्मैका घर गरेका चाहिँ सिंहदरबार नै गोरो छाला आएको देख्यौँ भने सबै मक्ख पर्ने। अनि हामीले त्यसले मन्त्रालय भेटिया छ, नेतालाई भेटिया छ, कर्मचारीलाई भेटिया छ। कहाँको राजनीति खेलाइसक्यो, धर्म खेलाइसक्यो, हाम्रा चाहिँ तपाईँको जात जातिको बिचमा फुट आइसक्यो। हामीले गरेको भनेर बुझिरहेछौँ। त्यो एसेसमेन्ट गर्नै सकेनौँ भनेको। त्यसो हुँदाखेरि आउने मान्छेको बारेमा पनि हामीले हेर्न सकौँ र यो मान्छे मेरो देशको स्वार्थभन्दा बाहिर केही गर्छ कि भनेर हेर्न सकौँ, जाँच्न सकौँ।